सबैमा नमस्कार। म शान्ति पुस्तकाले यहाँहरूमाझ आज सेयर कसरी किन्ने कसरी बेच्ने भन्ने विषयको भिडियो लिएर आएको छु। कृपया तपाईलाई सेयर कसरी किन्ने र कसरी बेच्ने भन्ने बारेमा जिज्ञासा लागेको छ भने यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला है त। सबैभन्दा सुरुमा कुरा गरौँ सेयर किन्न र बेच्न के आवश्यक छ भन्ने कुरा। सबैभन्दा सुरुमा भनेको मेरो सेयर आवश्यक छ र दोस्रो भनेको नेपालको नेप्से अनलाइन ट्रेडिङ सिस्टम टिएमएस ब्रोकर खाता आवश्यक हुन्छ र सेयर बेच्नको लागि तपाईसँग सेयर हुनुपर्छ र किन्नको लागि तपाईसँग यो दुईटा आइडी छ भनेदेखि भइजान्छ है त। अब सबैभन्दा सुरुमा हामी कुरा गर्नेछौँ सेयर बेच्ने कुरा है त, त्यसपछि हामी किन्ने कुरा गर्नेछौँ। सेयर बेच्नको लागि चाहिँ तपाईसँग दुईवटा खाता हुनुपर्छ, मैले अघि नै भनिहालेँ। अब तपाईले मेरो सेयरमा क्रोमबाट जानु होला, मोबाइलबाट पनि हुन्छ र पीसीबाट पनि हुन्छ है त, कम्प्युटरबाट अथवा पीसीबाट जेबाट गर्दा पनि भयो, ल्यापटपबाट गर्दा पनि भयो, आफूलाई जे सहज लाग्छ त्यो डिभाइसबाट गर्नु होला। र अब सबैभन्दा सुरुमा भनेको क्रोममा जानुहोस्, मेरो सेयर हान्नु होला अनि मेरो सेयरको यो आइडी पासवर्ड हानेपछि लगइन गर्नु होला। लगइन गरिसके पछाडि तपाईले यहाँ माई सेयर भन्ने एउटा अप्सन देख्न सक्नुहुनेछ। यस्तो खालको इन्टरफेसमा माई सेयरमा गइसके पछाडि तपाईसँग भएका सेयरहरू कुन कुन छन् भनेर देख्न सक्नुहुनेछ र त्यो भएका सेयर मध्ये तपाई कुन बेच्न चाहनुहुन्छ त्यो कुरा पहिला निर्णय गर्नुहोस्। त्यसपछि तपाई क्रोमबाट नै ब्रोकर खातामा जानु होला र ब्रोकर एकाउन्ट तपाईलाई अलरेडी भइसकेको हुनेछ र त्यो ब्रोकर आइडी को चाहिँ युजर आइडी, पासवर्ड र यो छेउमा भएको क्याप्चा तपाईले टाइप गर्नुपर्ने हुनेछ र त्यो टाइप गरिसकेपछि लगइन गर्नुहोस् है। लगइन गरिसकेपछि यस्तो खालको इन्टरफेस देख्न सक्नुहुनेछ। यसमा तपाईको कुन कुन सेयरहरू छ, कति कतिमा कारोबार भइरहेछ भनेर यही हेर्न सकिन्छ र त्यसपछि यहाँनेर यो चार्टको सिधा तल आइसकेपछि यहाँ अर्डर म्यानेजमेन्ट भन्ने छ, यसमा बाई एन्ड सेल भन्ने अप्सन रहेको छ र हामी अहिले सेल गर्न खोज्दैछौँ र सेल गर्ने क्रममा चाहिँ अब तपाईले कुन बेच्न खोजिरहनु भएको छ भनेर चाहिँ पहिला पत्ता लगाउनु पर्यो। मसँग भएको एचआरएल छ 200 किता। यो 200 किता चाहिँ यदि यो फ्रिज ब्यालेन्स र लक इन ब्यालेन्सको सिधा तल छ भनेदेखि चाहिँ यो बेच्न मिल्दैन। बेच्न त मिल्छ तर पछि सेयर ट्रान्सफर गर्न मिल्दैन, त्यही भएर तपाईलाई 20% पेनाल्टी चाहिँ हान्न सक्छ है। त्यो नभएपछि त्यही भएर एक्स्ट्रा पैसा तिर्नुपर्छ, त्यो कुरा चाहिँ ख्याल गर्नु पर्यो र फ्रिजमा भएको यो फ्रीमा भएको ब्यालेन्सलाई मात्र तपाईले बेच्न सक्नुहुन्छ। एचआरएल 200 किता छ, फ्रीमै छ र अब म यसलाई चाहिँ बेच्न खोजिरहेको छु भने यहाँ सिम्बलमा तपाईले हान्नुपर्छ एचआरएल। एचआरएल हानिसके पछाडि तपाईको यस्तो खालको इन्टरफेस देख्न सक्नुहुनेछ है। एचआरएल हानिसकेपछि अहिले कतिमा कारोबार छ, 690 मा कारोबार भइरहेछ। तर यहाँ बायरले कति भन्छ, 687 मा किन्छु भन्छ अनि सेलरले म 690 नभइकन बेच्दिन भन्छ र यहाँ टोटल कति किता छ भने 1,05,000 किता सेलरमा छ, बायरमा 1,65,631 किता छ भने सेलर भन्दा बायर धेरै छन् हैन। र अब हामी यहाँ 200 किता बेच्न चाहन्छौँ भने तपाईलाई इन्स्ट्यान्ट पैसा चाहिहालेको छ भनेदेखि चाहिँ यो बायरमा जति प्राइसमा छ त्यतिमै हान्नु होला हैन। अनि यदि तपाईलाई केही समयपछि होइन बिक्री भयो भने ठिक छ, किन्ने बिक्री नभए पनि ठिक छ भन्ने हिसाबले छ भनेदेखि चाहिँ तपाईले यहाँ अब मानौँ म 200 किता चाहिँ 700 रुपैयाँमा बेच्न मात्र खोज्छु, 700 पुग्यो भने बिक्री होस् नभएदेखि नहोस् भन्ने चाहनुहुन्छ भने यहाँ त्यसपछि 700 हानेर तपाईलाई सेल थिच्नु पर्ने हुन्छ है त। सेल थिचिसके पछाडि यसरी यहाँ तल यहाँ अर्डर बुकमा चाहिँ तपाईको एचआरएल 200 किता हैन 700 रुपैयाँमा सेलमा राखेको छ र अहिलेसम्म सेल भएको छैन भनेर यहाँ देखाउँछ। र यो कुरा चाहिँ डेली अर्डर बुकमा यहाँ अर्डर म्यानेजमेन्ट भित्रको डेली अर्डर बुक अप्सनमा जानु होला। यहाँ भइसकेपछि तपाईले राखेको यहाँ बिक्री भयो भएन भनेर यहाँनिर देखाउँछ र कम्प्लिट भइसकेपछि यहाँ कम्प्लिटेडमा देखाउँछ यदि बिक्री भयो भनेदेखि है। अब बिक्री भएन भनेदेखि चाहिँ तपाईको क्यान्सल भनेर यहाँनिर आउँछ है त। अब हामी हेर्नेछौँ बाई कसरी गर्ने भन्ने विषयमा है। बाई गर्नको लागि चाहिँ सबैभन्दा सुरुमा के चाहियो, तपाईलाई पैसा चाहियो। पैसा यो ब्रोकर एकाउन्टमा लोड गर्नुपर्ने हुन्छ। लोड गर्नको लागि कहाँ जाने, फन्ड म्यानेजमेन्टमा जाने, कोल्याटरल म्यानेजमेन्टमा जाने अनि लोड कोल्याटरमा जानुपर्ने हुन्छ। लोड कोल्याटरमा गइसके पछाडि यहाँनिर तपाईले बैंक अथवा केबाट इसेवाबाट हो कि ई ब्याङ्किङबाट हो कि कनेक्ट आइपिएसबाट हो कि ग्लोबल ब्याङ्क हो कि खल्ती हो कि केबाट गर्ने त्यो कुरा अप्सन छान्नु होला। मानौँ म एकछिनको लागि इसेवा छान्छु र पेमेन्ट मेथडमा चाहिँ वेब छान्छु र एमाउन्टमा कति एमाउन्टको चाहिँ किन्न खोजिरहनु भएको छ त्यो एमाउन्ट हान्नु होला। जस्तै मानौँ
30,000 रुपियाँ म लोड गर्न खोजिरहेको छु भने रिमार्क्समा जे लेखे नि हुन्छ, लोड अथवा जे लेखे नि भयो, 3 वटा अक्षरभन्दा माथिको लेख्नुपर्छ। त्यसपछि सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि आर यु स्योर यु वान्ट टु डिपोजिट द फन्ड भनेर भन्छ। अनि यस गर्नुहोस्। यस गरिसके पछाडि यसले एउटा नयाँ वेब पेज खोल्छ हैन। हामीले जुन अप्सन छानेका छौँ त्यही वेब पेज खुल्छ। वेब पेज खुलेपछि अघि हामीले के अप्सन छानेका थियौँ, ई सेवाको छानेका थियौँ भने ई सेवा नै आउँछ। मोबाइल ब्याङ्किङ छानेको छ मोबाइल ब्याङ्किङ, कनेक्ट आइपिएस छानेको छ भने कनेक्ट आइपिएस नै आउँछ। त्यसपछि ई सेवा आइडी हान्नुहोस् 9812345679, यो तपाईँको मोबाइल नम्बर, अनि एमपिन 4 अङ्कको एमपिन हानेर आई एम नट रोबोट भनेर छान्नुहोस्। अनि त्यसपछि लगइन गर्नुहोस्। लगइन गरिसके पछाडि तपाईँको लगइन मिल्यो भने एउटा कोड तपाईँको मोबाइल नम्बरमा आउँछ र त्यो कोड हानेर फेरि कन्फर्म गरिसके पछाडि तपाईँको पैसा लोड हुन्छ। अब लोड भइसके पछाडि कसरी देखाउँछ त भनेर हेरौँ है त। लोड भइसकेपछि फेरि फन्ड म्यानेजमेन्टमा जाने हो, अनि कोल्याट्रल म्यानेजमेन्टमै जाने हैन। अनि कोल्याट्रल हिस्ट्रीमा हेर्नु होला तपाईँले। यदि छ भनेदेखि यहाँ देखाउँछ, छैन भनेदेखि यहाँ देखाउँदैन है, इन प्रोग्रेसमा देखाउँछ। अब त्यो भन्दा पछाडि अब तपाईँको हैन, अब हाम्रो यो फन्ड हिस्ट्री हेर्नलाई चाहिँ तपाईँले कहिले कहिले के गर्नु भने यी मैले ई सेवाबाट गरेको भनेर चाहिँ यहाँ क्लाइन्ट फन्ड ट्रान्जेक्सन ट्रान्सफर हिस्ट्रीमा फन्ड म्यानेजमेन्टमा जानु होला। अनि यहाँ आजको हेर्नु होला, ई सेवाबाट गरेको पेन्डिङमा देखाएको छ। हिजो मैले गुगल स्मार्ट मोबाइल ब्याङ्किङबाट सक्सेस देखाएको छ चाहिँ यहाँ तपाईँको पैसा आए पछाडि सक्सेस देखाउँछ। त्यसपछि नेप्से टिएमएस डैशबोर्डमा जानुभयो भने यहाँ तपाईँ अलिकति थोरै तल गर्नुभयो भने यहाँ कोल्याट्रल माई कोल्याट्रल हिस्ट्री भनेर देखाउँछ, यहाँनिर देख्न सक्नुहुन्छ है। अब यहाँ मैले चाहिँ 2,33,985 युटिलाइज गरिसकेको छु। अब एभाइलेबल ब्यालेन्स भनेर यहाँ देखाउँछ तपाईँसँग, तपाईँले लोड गरिसकेपछि। अब लोड गरिसकेपछि यदि तपाईँले बाई गर्न चाहनुभयो भने यो एमाउन्ट भइसके पछाडि तपाईँ अर्डर म्यानेजमेन्टमा जाने, बाई एन्ड सेलमै जाने, सेम हो प्रोसेस। अघि हामीले सेल गरेका थियौँ भने अब हेरौँ बाई गर्नेछौँ। बाई गरिसकेपछि यहाँ हरियो कलर देख्न सक्नुहुन्छ। सेल गर्नुभयो भने रेड कलर हुन्छ, तपाईँसँग हुँदैन नि त, सेयर गरिसकेका हुन्छ, त्यही भएर। अब बाई भनेपछि हरियो कलरमा आउँछ। तपाईँले के किन्न खोजिरहन्छ त्यो स्क्रिप्ट हान्नु होला। जस्तै मानौ अघि एचआरएल बेचेको थियो भने एचआरएल किन्न खोजिरहेको छ भने एचआरएल हान्नु होला। त्यसपछि तपाईँले यहाँ किता देख्न सक्नुहुन्छ, कति कति किता कति कति रुपियाँमा राखेका छन्, के गरेका छन् भनेर यहाँ सबै हेर्न पाइन्छ है त। टप 5 मात्र देखाउँछ, धेरै सबै देखाउँदैन। र अब तपाईँले के तत्काल किन्न चाहनु भएको छ भने टप सेलरमा कति छ, यो 689 रुपियाँमा बेच्न खोजिरहेको छ हैन। 689 हान्नु पर्यो हैन। जहिले आए हुन्छ घट्दोमा म किन्छु भनेदेखि 670 तिर हान्ने। अनि यहाँ 10 किता भनेर हान्नुभयो भने, यहाँ बाई भनेर छान्नु भयो भने सरी यहाँ क्वान्टिटी कति 10 किता किन्न खोजिरहनु भएको छ, कतिमा किन्न खोजिन्छ 670 मा किन्न खोजिन्छ। यहाँ बाई भनेर हान्नु भयो भने बाई भनेर यहाँ अर्डर रिप्लेसमेन्ट भनेर आउँछ। यहाँ न्यू अर्डर हेज बिन रिक्वेस्ट सक्सेसफुली भन्छ। अनि यहाँ तल हेर्न सक्नुहुन्छ, यहाँ एचआरएल बाई 10 किता 670 मा आयो भनेदेखि यदि घटेर त्यति लेभल त्यो लेभलमा आयो भने तपाईँको सेयर किन्न सक्नुहुन्छ, किनिन्छ है त। यदि घटेर आएन भने तपाईँको यो अर्डर बेलुका 3 बजे पछाडि क्यान्सल हुन्छ। ल यति नै हो किनबेचको प्रोसेसिङ भनेको। यस पछाडि किनिसके पछाडि केही पनि गर्नु परेन, किन्दाखेरि त यति नै भइहाल्यो। बेचिसके पछाडि तपाईँले मेरो सेयरमा गएर चाहिँ माई पर्चेस सोर्समा गएर तपाईँले कुन किन्नु भएको छ त्यसको स्क्रिप्टको चाहिँ हैन, यहाँ सिटी होटल मैले किनेको छु एकछिनको लागि भने यसलाई अपडेट गर्नुपर्छ, WCCA क्याल्कुलेसन अपडेट गर्नुपर्छ मेरो माई होल्डिङ अथवा के भनेर चाहिँ हेर्नुपर्ने हुन्छ। यदि किनिसके पछाडि बेचिसके पछाडि चाहिँ तपाईँले यहाँ माई इडिएसमा गएर यहाँ सेयर ट्रान्सफर गर्नुपर्ने हुन्छ। यदि सेयर ट्रान्सफर छ भनेदेखि मैले बेचेको सेयरको सेयर ट्रान्सफर चाहिँ यहाँ भइसकेको छ र यसरी चाहिँ तपाईँले सेयर किनबेच गर्न सक्नुहुन्छ। ल यसरी चाहिँ तपाईँले सेयर किनबेच गर्न सक्नुहुनेछ है त। अब किनिसके पछाडि सेयर चाहिँ केही गर्न पर्न तपाईँको खातामा आउँछ 2 देखि 3 दिन भित्रमा। अनि बेचिसक्नु भएको छ भनेदेखि तपाईँको सेयर मेरो सेयरबाट ट्रान्सफर गर्नुपर्ने हुन्छ है त। यदि त्यो गर्नु भएन भने चाहिँ तपाईँलाई 20% जरिवाना एक्स्ट्रा तिराउँछ है। समयमै ट्रान्सफर गर्नुपर्छ। आज बेच्नुभयो भने भोलि 1 दिन भित्रमा ट्रान्सफर गरिसक्नुपर्ने हुनसक्छ है त। हुन्छ नै, त्यो 24 आवर्स भित्र गरिसक्नुपर्छ र गर्नै पर्ने हुन्छ। ल आजलाई
सेयर किनबेच सम्बन्धीको भिडियो यति नै। थप केही तपाईहरुको प्रतिक्रिया भए कमेन्टमा छोड्नुहोला र आगामी दिनमा अरु थप केही जानकारीमूलक भिडियोहरु लिएर उपस्थित हुने नै छु। आजको लागि बिदा हुन चाहन्छु। नमस्कार, शुभ दिन।